हेलो गाइस लस्सो फ्याफुला न्यू डे न्यू भ्लगमा वेलकम छ हजुरहरूलाई। म पनि सन्चै छु, हजुरहरू पनि आरामै हुनुहुन्छ होला। म चाहिँ आज फेरि कन्ट्रोल जान लागेको। कन्ट्रोलमा चाहिँ के काम छ भने सुर्तीको काम छ नि त। आज चाहिँ सुर्तीमा बेल लाउने रे, त्यही भएर मलाई चाहिँ ठुलो मम्मीले बोलाउनु भएको छ। अनि त्यही भएर अब चाहिँ जानुपर्छ कन्ट्रोल। अनि हजुरहरूलाई पनि देखाउँछु म सुर्तीमा कसरी बेल लगाउँछ भनेर। हेलो गाइस, अहिले चाहिँ हामी सुर्तीको बेल लाउँदै हो। यसरी हाल्छु सुर्ती चाहिँ फुलमा मिलिदिँदै दाइले चाहिँ हाल्दैछु। हेलो गाइस, अघि भनेको सुर्तीको बेल चाहिँ दुईवटा बनिसक्यो। हेर्नुहोस् होला, यो चाहिँ 24 गते लानुपर्छ, 25 गते चाहिँ काँट हो। अनि यसको पैसा चाहिँ कति आउँछ हामीलाई चाहिँ थाहा छैन। हेर्नुहोस् होला, हामी चाहिँ अहिले खाजा खाएर बसिरहेको, यो सकेर अनि खाजा खाएर बसिरहेको। दुईवटा बन्यो। हेलो गाइस, हामी चाहिँ अब घेरा बोकेर फुपू घरतिर जाँदैछु। हेर्नुहोस् होला, हामी चाहिँ फुपू घर आइपुगिसक्यो। हेर्नुहोस् होला, यो हाम्रो फुपू घर चाहिँ हामी चाहिँ जाँदैछु फुपू घर घेरा लाग्दै। यही हो फुपू घर चाहिँ। दिदी ओ दिदी सन्चै हुनुहुन्छ तपाईँ? हेलो गाइस, अब म चाहिँ दाना किनेर घर जान लागेको। हेलो गाइस, हेर्नुहोस् होला, फुलहरू चाहिँ कति राम्रो फुलेको छ। हेलो गाइस, म चाहिँ अब दाना किन्दै अब घरतिर जानुपर्छ। हाम्रो यस्तै त हो। हामी चाहिँ अब दाना बोक्दै घरतिर जाँदैछु होइन त। हेलो गाइस, म चाहिँ अघि दाना लिन गएको थिएँ। अनि दाना लिएर पनि आइसकेँ म घरमा चाहिँ। अहिले अब चाहिँ बस्ने अनि खानासाना खाने। मम्मी चाहिँ दाना हाल्दै हुनुहुन्छ डिब्बामा। हेलो गाइस, हेर्नुहोस् होला, हाम्रो गाउँ चाहिँ यस्तो छ। हेर्नुहोस् होला, म चाहिँ अहिले छतमाथि आएको घुम्न। अनि यता छ रुमदारहरू, यता पनि छ। यता चाहिँ बारीहरू छ, यता पनि गाउँ छ। हेर्नुहोस् होला, आजको एकदम छ यस्तो। हेलो गाइस, हामी चाहिँ हावा खान आएको होइन त। हाम्रो चाहिँ आजको व्याकरण चाहिँ एकदम शीतल मौसम जस्तो छ होइन त। अनि यतातिर चाहिँ सुर्तीबारी छ। हेर्नुहोस् होला, सुर्ती झुन्डाको। अब यो सुर्ती चाहिँ 25 गते लान्छ, काँटा चाहिँ बनाउँदैछ। यो सुर्ती चाहिँ असोजतिर हो लाने। अनि यतातिर चाहिँ धान पाकिसक्यो। हेर्नुहोस् होला, हामी चाहिँ घुमेको खानासाना पकाएर अब चाहिँ खाना खान जानुपर्छ। यतातिर पनि छ, यतातिर घरहरू। अनि यता हामी चाहिँ हिँड्दै हो। अनि त्यहाँ एकजना चाहिँ भात खाँदैछ। हेलो गाइस, अब चाहिँ स्मृतिको घर आउन लागिसक्यो। अब स्मृतिलाई चाहिँ घरमा छोडिदिन पर्छ। अब म चाहिँ जानुपर्छ आफ्नो घरतिर होइन त। अब भोलि भेट हुन्छ है। आजलाई चाहिँ बाई बाई, मिस यु। हेलो गाइस, हामी चाहिँ खाना खाएर अनि यता आएको थियो हावा खान। अहिले चाहिँ अब हामी घर फर्किँदैछु। हामी तिनजना चाहिँ दिनकै हावा खान आउँछ। भात खाएपछि आधी घन्टा जति हिँड्नु पर्छ नि त, त्यही भएर। अनि त्यहाँ चाहिँ आज चाहिँ पुर्ने जस्तो त्यहाँ जुन आएको छ। हेर्नुहोस् होला, अब हामी चाहिँ घर जाँदैछु हावा खाँदै। यता चाहिँ आमा अनि त्यहाँ चाहिँ मम्मी। गाइस, हामी चाहिँ हावा खाँदै घर पनि आइपुगिसक्यो। आजलाई चाहिँ यति नै, हामी चाहिँ घरमा जाने आजलाई चाहिँ। हेलो गाइस, मैले चाहिँ अहिले राइस माग बनाउँदैछु। अनि यो पाकेपछि चाहिँ यसलाई मिक्स गरेर पिर्नुपर्छ। अनि म हजुरहरूलाई चाहिँ गाइस अघि पकाएको फेस मास्क चाहिँ तयार भइसक्यो। हेर्नुहोस् होला, अब चाहिँ म लाउनु पर्छ। फेसमा लगाएपछि देखाउँछु हजुरहरू। हेलो गाइस, अघि बनाएको राइस मास्क चाहिँ मैले लगाइसक्यो। अब यो 25 मिनट जति राख्छु अनि एकछिनमा चाहिँ धुन्छु अनि हजुरहरूलाई देखाउँछु म। अघि नको मास्क चाहिँ मैले धोइसकेँ। हेर्नुहोस् होला, 25 मिनट जति राखेँ। अहिले चाहिँ म धोएर बसिरहेको। यस्तो भएको छ। यस्तै एकदम राम्रो हुन्छ। एक दिन हप्तामा 2 चोटि लाउनु पर्छ। हजुरहरू पनि लाउनुहोस् होला, घरमै बनाएर, केही पनि आउँदैन यसले। हेलो गाइस, अघि न चाहिँ हामीले फेस मास्क लगाएको थियो, अहिले चाहिँ हामी आइस लाउँदैछु। हेर्नुहोस् होला, यसरी लाउनुपर्छ। यो लगायो भने चाहिँ के हुन्छ? हेलो गाइस, आज चाहिँ मलाई झ्याउ लागेर म चाहिँ आज फोटो सुट गर्न लागेको। हेर्नुहोस् होला, म चाहिँ यतिको राम्री बनिसक्यो। गाइसहरू, म चाहिँ आज फुल लुक्स देखाउँछु हजुरलाई। कुर्तासुट लगाएको, मलाई चाहिँ झ्याउ लागेर। आज चाहिँ शनिबार हो नि त, त्यही भएर म चाहिँ कुर्तासुट लगाएर बसेको, बोरिङ लागेर। अनि म चाहिँ फोटो सुट गर्न जानु लागेको। हेर्नुहोस् होला मेरो लुक्स चाहिँ। के अरे
गाइजहरू म चाहिँ अघि फोटोसुट गर्न गएको थियो अनि मैले चाहिँ फोटो भिडियोहरू चाहिँ खिचिसकेँ एकदम राम्रो खिचेछु मैले चाहिँ मेरो चाहिँ नाम चाहिँ इन्स्टाग्राममा पुनम तामाङ छ हजुरहरू हेर्नुहोस् होला म चाहिँ त्यहीँ हालियो फोटो चाहिँ अनि भिडियो पनि त्यही हालियो हेर्नुहोस् होला लाइक पनि गरिदिनुहोस् होला भिडियो चाहिँ इन्स्टाग्राममा चाहिँ हालियो हेलो गाइज म चाहिँ आज मामा घर आएको थियो अनि दिउँसो दिनभरि हामी चाहिँ गफसफ गऱ्यो अनि अघितिर चाहिँ फोटो खिच्न गयो फोटो भिडियो बनायो अनि मैले चाहिँ इन्स्टाग्राममा हालेको छ हेर्नुहोस् होला अनि हजुरहरूले सब्सक्राइब गरेको छ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला लाइक गरेको छ भने लाइक पनि गरिदिनुहोस् होला आजलाई चाहिँ यति नै अब चाहिँ नेक्स्ट ब्लग आउँछ हेर्दै जानुहोस् होला माया गरेर जानुहोस् होला